पर्खनुहोस्, धैर्यताको भिडियो बनाएको छु। कति हेर्नुहुन्छ, पल्केको, ढल्केको, अरूसँग सल्केको। आज हामी कता जाँदैछौँ, के गर्दैछौँ, त्यसैले नै भविष्यको स्थान तय हुन्छ। आज यदि नराम्रो बाटो हिँड्नु भएको छ भने हजुरहरूले त्यो नराम्रो बाटो छोडिदिनुहोस्। भोलि एक दिन पछुताउनु पर्नेछ र मरे पनि सुख पाउनु हुने छैन। आफ्ना खुसीका लागि आफ्नैलाई बलात्कार गर्छौँ। कस्तो सोच आउँछ दिमागमा? हे पापी पापिनी, जन्म किन लिन्छौ? जन्मिने बित्तिकै किन मर्दैनौ? राम्रो मान्छेलाई त चुनी चुनी लिन्छौ, नराम्रो पापीहरूलाई किन लिँदैनौ? पहिला सानैमा विवाह गरेर पनि सम्बन्ध टिक्थ्यो, सम्बन्ध मजबुत हुन्थ्यो। अहिले छुटपर्दा लगायत सानै उमेरमा आफ्नो इज्जत बेचेका छन्। पहिला शिक्षा कम थियो, पढे लेखेका कम थिए, खरो बोली भए पनि मनको दयालु थिए। अहिले सबैजना शिक्षित भए तर विवेकशील भएनन्। आजको केटाकेटीहरू धैर्य गर्न सक्दैनन्, तात्तै खाउँ जल्दै मरौँ भन्छन्। अहिले सबैजना स्वार्थी छन्, अरू मरुन् बाँचुन्, आफ्नो दुनो सजाउन पाए भइगयो भन्छन्। मेरो मुमाले भन्नुहुन्थ्यो, चोप्टा खान गएकी बुढी झोलमा डुबेर मरी आत्तिनु हुन्न। बाबु, राम्रो काम गर, अरूको नराम्रो नगर, राम्रो हुन्छ एक दिन। सुखमा नआत्तिनु, दुःखमा नमात्तिनु। आज भोलि धेरै बुबा आमा देखेको छु, आफ्नो छोराछोरीको लागि धन सम्पत्ति थुपार्दै र राम्रो स्कुलमा पढाउँदैमा कोही महान हुँदैन। आफ्नो केटाकेटीहरूलाई सबैभन्दा पहिला आफू राम्रो सही भएर व्यावहारिक शिक्षा संस्कार दिएर बलियो बनाउनुहोस्। बेला बेलामा सम्झाइरहनुहोस्। सही गलत बुबा आमालाई देखेर, बुबा आमाको संस्कार इज्जत देखेर छोराछोरीलाई कहिले बिग्रन मन नलागोस् र छोराछोरीलाई 10-12 वर्षको उमेरमा के राम्रो के नराम्रो थाहा हुन्छ। त्यसैले अरूले सम्झाउनु सिकाउनु भन्दा ती सिकाउनै नपर्ने मान्छे बन। सबैले आजैदेखि नराम्रो काम, नराम्रो बानी, कुलत जस्ता चिजहरू नखानुहोस्। सबैलाई राम्रो सोच्नुहोस्, कसैलाई केही दिनु पर्दैन, आफू राम्रो भइदिनुहोस्। आज म एउटा कुरा अनुभवका साथ भन्छु, जति राम्रो बन्न खोज्यो त्यति राम्रो बन्न मन लाग्छ। आजदेखि सबै राम्रो बन्ने माया प्रेमको समय आउँछ। पढ्ने उमेरमा पढ्नु है। हस्, हामी सबैमा सत्यपन, आफ्नोपन, मेलमिलाप, राम्रो विचार भयो भने हाम्रो देशमा बलियो कानुनको आवश्यक पर्दैन। धन्यवाद। मेरो